पदबाट भएन त के गर्ने त आसमान गर्ने त्यहाँ हामीले 5 वटा बनाएर आसमान यो वेट गऱ्यौँ उतो पदबाट उता राख्नु यो उता राख्नु त्यो पुरा यो राख्नु त्यहाँ आसम्म गर्ने मार्छ हजुर हजुर माथि जानु पर्यो हो छिटो छिटो गर्नु पर्यो सबै छिटो पानी नपोच्यो सिरा ए छ नि आसमान यो एउटा ठाउँमा फुल राख्नु सबैतिर अन्धारी म ल्याउँछु पानीमा फुल राख्नु न 4-5 वटा फुल राख्नु सानो राख्नु धेरै फुल नराख्नु हो त्यसो राख्नु है त्यो पनि राख्नु न ए त्यो तपाईँलाई पानी बनाएर यो सोलर खाँदा सर्ने क्या पानी ए हो त्यो अर्गा राख्नु एउटा जहिले अर्को पल्ला राख्नु भयो ल अब उता फर्केर एकपल्ट पानी खानु अब तपाईँ उठ्नु पर्यो परेन सुवाको बाजानु गरेर आउनु छैन ल पानी खानु केशवाय नमः नारायणाय नमः माधवाय नमः हस प्रसादनम गोविन्दाय नमः ल अब एकछिन बाबु पनि राख्नु पाए हुन्छ आउनुहुन्छ उतो त्यो रातो कपडा दिनु मलाई चिया पनि सुरु उ छ कैँची छ त्यही कैँची छ है निसे चाहिन्न कैँची चाहिन्छ पाउनु यो दीप गर्ने पनि छ यहाँ दीप गर्ने यसको हात कुनामा गर्नु पर्यो जोडा त सानो रातो दिन्छ फेरि नरु खै एउटा नरु दिन्छ नाम एउटा दिन्छ भरे पुऱ्याइदिनु है मामा खै म त ढाउने छोरी अब करपात्रमा हात राख्नु तपाईँ सुरु गर्नु त्यो करपात्र यहाँ आउनु पहिले पानी डाल्नु नआएर मलाई मधेसी भाषा भएछ मेरो पानी राख्नु अलिकति अनि पानी डाल्नु भने त हाल्नु नभए हरि सुन्नुहोस् हरि ओमा इति देवाबाणं देवा दग्निमा वयं सुषमा तस्मादेन सर्विष्णमं दन्तगुहास पवित्रता प्रसव उत्पन्ना चन्द्रेण पवित्रेण सूर्यरश्मि गन्धधारान् चन्दनमासपर गन्धधारान् राधार्थान् यत् पूजा परमेश्वर्यं ईश्वरभूतानां चन्दन राख्नु अम्लाले गन्धधारान् राधार्थान् यत् पूजा परमेश्वर्यभूतानां तामि हो पयेत्रियं वासुदेवाय नमः नारायणाय नमः चन्दनं जौ राख्नु देवाम तिल राख्नु तिलाम सरसर अमृत मेरो थोरै सरसर राख्नु अझै तन्नम राख्नु अझै त थोरै राख्नु तत्सन्नमा दुर्वानपुरा दुईवटा दुबो राख्नु कान्डा कान्नु पऱ्यो दुई खसपरी हेमा सत्तेन त आयो सुरो भनेको बाबु सुरो सुरो भनेको हवन गर्ने सुरो माथि त माथि त हो तत्सन्नमा अब घरपात्रमा एउटा फुल राख्नु नारायणाय नमः समर्पयामि द्रव्य एउटा सुकेपछि त्यहाँ छ कुनु सुकेपछि त्यहाँ छ कुनु ओम तत्सन्नमा पुष्पाणि अब हातले पानी चलाउनु पाँचपल्ट घुमाउनु यति देवा देवा धत्री महाभयम सूर्यमा तस्मादेन सर्विष्णमं दन्तगुहास पवित्र सत्प्रसव रूपना चन्द्रेण पवित्रेण सूर्यरश्मि औषधि लाउनु कामले लाउनु अझको माथि गरी लाउनु ओम नारायणाय नमः वासुदेवाय नमः पवित्र सत्प्रसव त्यो लाउनु पवित्र सत्प्रसव रूपना चन्द्रेण त्यही हो त्यो कत्रो छ अर्को सानो लाउनु हजुर पवित्र सत्प्रसव उत्पन्न चन्द्रेण पवित्रेण अब कुशको टुक्राले पानी शिरमा मापन गर्नु यो अपवित्र पवित्र वा सर्वास्तङ्ग धौतिवा यस्मै पुनरिकाश सभा याभ्यान्तर शुचि भवतु वरिपरि जल छर्नुहोस् नानी
अपवित्र पवित्र वा सर्वास्तांग धोपी वा यस्मरे पुनरिकाश सभा या भान्तर सुचि पुनरिकाश पुनरातो अब उ तो अर्घमा तो पवित्र राख्नु पवित्र राख्नु एउटा सुपारी राख्नु कुम्नी फल भने पल्ला अर्घमा राख्नु 5 वटा मैले दिए ठुलो रहेछ 5 वटा दुबो अनि 5 वटा दुबो राख्नु अब उसको कुलका 3टा पहेँलो चन्दन राख्नु रक्त चन्दन राख्नु पिता चन्दन राख्नु नाम त्यति जान्नु पर्यो सरखण्ड अब सरसो राख्नु त्यो त्यसको नाम अडसको गन्ध भयो यो पिता भनेको पहेँलो बेसारको धुलो भयो यो चुरुडा भनेको अबिरको धुलो भयो अब जल राख्नुहोस् जल चाहिँ पन्ध्रमा ठुलो पन्ध्रमा हाल्नु यो हो त्यो हाल्नु अदा आजमन गरेको नानी त्यही राख्नुहोस् कदली फलम भनेको केराको कोठो राख्नुहोस् राख्नु बाहिर राख्नु अब त्यसलाई त्यो अरूलाई हातले ढाक्नुहोस् छोटी मुन्द्रा अब चन्दन पहेँलोले पूजा गर्नुहोस् सोच्दिन इन्द्र विदर्शवा सोच्दिन इन्द्र विदर्शवा सोच्दिन मुखा फुल एउटा ठाउँको फुल फुटाएर राख्नु ओम तत्स नमः समर्पयामि फुल फुटाउनु न तत्स नमः अर्घ सम्पूज्य अक्षता राखिदिनुहोस् अक्षता नम अधुष्ठता शोभा नभो विप्रण हरि समर्पयामि अब त्यो केराको कसैलाई पनि चन्दन लगाइदिनुहोस् समर्पयामि त्यहाँ नल्याउनुहोस् त्यो चम्चा खाली चम्चा ल्याएर त्यहाँ अर्घ निकाल्नुहोस् अब सूर्यनारायण हेरेर म मन्त्र पढ्छु अर्घ दिउँ है हरि ओम यसो मात्र हेर्नु न म भन्छु तपाईँलाई हरि ओम आ कृष्ण रसा वर्तमानो निवेशैन मृतमतञ्च हिरण्येन सविता रथेन देवजाति भुवनानि पश्यन् सूर्यनारायणाय नमः ऊ त पूर्वतिर त्यो ठुलो दियोको अगाडि राखिदिनुहोस् नमस्कार गर्नुहोस् तपाईँलाई त सेवा नमस्कार पाइँदैन तपाईँको नमस्कार बिहानको आइदिएको नमस्कार अर्कै हुन्छ यसरी मलाई छोडेबाट हेर्नु न सूर्यनारायण सूर्य दर्शनम भन्नुहोस् ल भयो अब त्यो अर्घ यसमा अलि थप्नुहोस् उठाएर सक्नुहोस् ल भयो अब त्यो अर्घ छुनु पाइँदैन त्यो भरे नारायणलाई मात्रै हुन्छ है ल अर्घ सम्पूज्य भयो अब त्यति भयो सिद्धाएपछि अब भनेपछि कहाँ ल्या बाहिरबाट ल्या किनेर ल्याए बजारबाट ल्या तरकारी बजारबाट थाहा पाएँ बाँडेर कान्तिन अर्को बिल दिन्छ यो हात पर ल्यायो यो खाता लिनु न ओम तत्सनमा पूर्वे भनेको पूर्व ढोकामा यहाँ पूर्वमा राख पूर्वे अलिकति अब फेरि हात हालिदिनु त्यसै गरी ओम अरिसा पृथ्वीका छन्ने सन्नमता मतलब ओम दक्षिणे राखिदिनु दक्षिणमा राखिदिनु फेरि हात हालिदिनु पश्चिमे वरुणाश्व तम्म नमसि वरुणाश्व तम्म नमसि वरुणसरितम समर्दा ओम तत्सन पश्चिममा राखिदिनु तत्सन फेरि हात हात त्यसै गरी लिनु अद्य अस्माकं तथा च नारायणाय हरि ओम सन्नो देवरविषय आपो भवन्तु ईतया सन्नो रविश्रमन्तु न उत्तरे मलाई दिनुहोस् उत्तरे समुद्रनु सौर्म तत्स नमः समर्पयामि उत्तरे पूजा गर्नु ल अब समिधालाई पूजा गर्नु सरस्वती मधुतम प्रियमेन्द्र सकमं शनिमरा मया जगु स्वाहा यामे धाम देवगणा पितरा सुभाषते नमः स्वाहा छोडिदिनु यति भइसकेपछि तपाईँलाई यो बत्ती यहाँ राखिदिन्छु म आवाहनम जल यसो आवाहन गर्नु आवाहनम मैले पानी राखेको थिएँ यहाँ आवाहनम कुसोको कुलको राखिदिनु आवाहनम समर्पयामि बेसारको धुलो यो बत्तीमा राखिदिनु ल अब आवाहन एउटा पैसो सिक्का पैसो लिएर अरूलाई काँसोको थाल बनाएर काँसोको थालले ढाक्नु मेरो किताब हरायो कहाँ होला किताब पढ्नु न म किताब झुरो आएन अर्ग्यो यहाँ छेउमा राखिदिनुहोस् सिक्का पैसा राख्नु 2 निकाल्नु त्यहाँबाट बलेको हात नपोल्नु है यहाँ राख्नु ओम ईशान्ति भाग ईशानमा राख्नु नैऋत्यमा राख्नु ल भयो अब यो पैसो लिनुहोस् हात हालिदिनुहोस् अद्य अस्माकं तथा च ऐनवधिचरति प्रविशारिषणां पुत्र अभिषष्टि पावासना सेवना सुयता एजः देवीर्वहव्यगुं सदामा प्रभुसन्तगुं स्वा मयि गृणामति मन्त्रणा कांसपादन स्थापित तस्य नमः सुशान्ति समं भवतु समर्पयामि नारायणाय नमः सुशान्ति समं भवतु त्यो पैसो दुधुनमा राखिदिनुहोस् अब 3टा गुसाकुर्को फेरि राख्नु झिकेर गर्भ असिना गर्भ वनस्पतिनां गर्भ विशेष भूत साग्ने गर्भ अपामसि इतना सूर्यना उपयामं दोषी वैष्णव हराय त्यो धुनामा फुल त्यो पैसो राखिदिनु
त्यहाँ होइन यो बोल्नमा हो त्यहाँ अब त्यो बत्ती भोग्नु भएछ न तत्क्षणमा इति पठित्वा होइन मुदति मन्त्रणा कुण्डे समीक्षम बन्यम प्रवेश होइन अब त्यो बत्ती उठाएर अग्निकुण्डमा देखाउनु अग्नि बाल्ने ठाउँमा के बस्नु नक्काइ नहिँड्नु अग्नि मुर्दादि वा ककुत बत्ती पृथ्वीमा अयम अपागुरेता सिजुन्नोति सिजुन्नोति कुण्डे बन्ठण्डीले बाग्ने थापनम त छिरो भएपछि प्रजाल्यम त्यही बत्तीले त्यो दियो बाल्नुपर्छ पर ल ओम ठुलो बाबा छिरो बाबा बिडमङ्ग आसुर बाबा बाजरबन प्रथु पृथुर बाबा सुख राख्नु मग्ने पुरीखा वाहनम ल पुरीखा वाहनम भनेर बत्ती बलाइदिनु अब त्यो बत्ती जुन यहाँ राखिदिनु राख्नुभयो अब हात जोड्नु फुल लिएर आवाहेतम पुरुषम महान्तम सुरासुरी वंशपाद पद्मम ब्रह्मवैश्य मुखे पसन्ति प्रविश्य कुण्डे प्रविश्य वेदाम कुण्डे सुरलोकनाथ अग्निमा चढाइदिनु त्यो जल 3 पल्ट घुमाइदिनु हे प्रभु हे अग्नि देवता मैले राधा दामोदरको पूजा गर्नु मन लाग्यो हजुर यो जति दिएको पदार्थ भोजन सेवन गरेर जानु होला भनेर नमस्कार गरिदिनु तत्र नमः समर्पयामि श्रीमन्नारायण पात्र साधनम अब घिउको पात्र यहाँ राख्नु तत्र नमः अब त्यति भइसकेपछि पात्र साधनम अब बरी थापनम कति लामो कुछ हुने ओम शान्ति राख्नुभयो ल हरि ओम अस्मा समय मृत्तिका समय भरिमा समय नारायण तत्स नमः घृताची जुहुर्नाम देवम सदा परिपूर्णार्थम हस्पनितासनम तत्स नमः त्यो त्यहाँ पवित्रले जम्मै जल छरिदिनु त्यहाँ पवित्र छ पहिले ब्रह्मा यहाँ छ ब्रह्माबाट विष्णुबाट अब वरिपरि जल मार्दनम घृताची प्रणितोदकस्य महाराय सुर्व संस्कारम त्यो जुन त्यहाँ पवित्र त्यहीँ राखेर दिनु मार्गमा शिरामा अब त्यति भइसकेपछि सुर्व ग्रहणम सुर तप्त महाराय सुर पुरो फर्काउनु बत्ती फर्काउनु समर्पयामि फेरि नुहाउनु ओ सुर्वा समेत तमासा समय आउँदा हामी समेत भेटी समेत प्रकार समेत नकल्पन्ताम सुर तप्त महाराय फेरि सुर नुहाउनु अस्मा समेत मृत्तिका समेत भरिमा समेत रहिमा समेत जेनेन सुर्व ग्रहण निधाय तत्स नमः सुशान्ति भवतु समर्पय मार्जिममा तत्स नमः भयो यहाँ राख्ने सुर उत्तर निधाय सुर उत्तर फर्काइदिने भयो अब गोदान गर्ने पैसा धुनमा राख्ने बाबुलाई बोलाउनु पऱ्यो प्रायः त गर्ने कति राख्नु पर्यो गुरु बाबु त्यहाँ जानु एउटा सय राख्नु सिक्का 5 राख्नु अन्त 100 भित्र 5 राख्नु अनि बाहिर एउटा 10 निकाल्नु दुईटा 10 दोनामा राख्नु यो दुईटा 10 दोनामा राख्नु पचाएर राख्नु अब त्यो 100 भित्र त्यो 5 राख्नु ल त्यसलाई पठाउनु 3 पल्ट पठाउनु पर्छ बाबु औँठी लाउनु जल हाल्नु साइनीको साइनीमा नजाने नआउनु है बुढीसँग त भन्न त के छ अरू मान्छे भागालाई त्यसै भन्ने बर्बाद ब्राह्मण मान्छे कर्मै नगरे हो भन्छ फेरि अब दुनामा जल राख्नु पर्दैन अभिषेक गर्नु बाबु तपाईँ शुद्ध बनाएको छ तपाईँको कुरो अब जल राख्नु भुइँमा राख्नु त्यो प्रायश्चित गरेर जुन त्यो घण्ट त ल्याउनु न त्यो घण्ट त ल्याउनु न मलाई जुनै शुद्ध ल्याउनु न हरि होम ल अब त्यहाँ जल हाल्नु त्यो पानी त्यो पैसा भिजाउनु न हाल्नु न पैसा भिजेर केही गर्दैन अब जल हाल्नु समर्पण हामी चल्नु न अब जौको दाना राख्नु तिलको दाना राख्नु सर्स्युको दाना राख्नु अम्लो दौड्नु धेरै नलानु सर्स्युको दाना अम्लो 2टा लानु अब चन्दनले पूजा गर्नु गाई रूपी गाई बनाउनु बाछी बनाउनु ओम गोभ्याम नमः नमो गोभ्या श्रीमती दा छोडेर देवता नमो ब्रह्मसुता रास्ता पवित्राभ्याम नमो भणमा अब त्यति भइसकेपछि 3टा पुष्पको कुर्काले त्यो पानीको दुनाको पानी भुइँमा 9 पल्ट पानी त भुइँमा चढाउनु यो दुनो अगाडि बढाउनु यो दुनामा जल चढाउनु त्यो दुनो अगाडि हो त्यहाँ त्यो दुन उठाउँदै त्यो जलमा अर्पण गर्नु मनमे तर्पयता भन्नु मनमे तर्पयता वाचनमे तर्पयता श्रोत्रमे तर्पयता चक्षुर्मे तर्पयता प्रणवमे तर्पयता गणामे तर्पयता गणामेमा पितृखण्ड नारायण भगवान् श्री ओम तत्थ नमः समर्पयामि श्रीमन्नारायण आय नमः सुशान्ति समम भवतु हराय नमः नानी अब आफ्नो शिरमा मार्दन गर्नु शिर मार्दन शिर नानीले 3 पल्ट बाबुलाई 3 पल्ट शिरमा मार्दन गराउनु
क्षीरमादनु शान्ति भवतु सुशान्ति भवतु भगवत् सर्वं परिपूर्णमस्तु कुशकुकुरको ती राख्नु। अब ब्राह्मण आएन, एकपल्ट ब्राह्मणलाई रातो र चन्दन पहेँलो चन्दनलाई बुढ्यौँलाले टिपेर लगाउनु। रातो पनि पहेँलो पनि एकैचोटि पहिला त त्यहाँ हाल्नमा जुठो हुन्छ है, ल माथि लगाइदिनु नारायण नमो ब्रह्मण्य देवाय। हात धुनु केमा हो फेरि चम्चाले तपाईँको आसन गरेर पानी हात धुनु हो, त्यो पानी चाहिँ भुइँमा बाबुलाई त दुःख नपारिकन पानी हात तिनपल्ट धुनु, हात अमला पखाल्नु, के हो सर? अमला पखाल्नु भयो। ल अब त्यो चम्चा ती राख्नु। अब पुस लिएर धुनु छोड्नु, बाबुलाई पनि एउटा पुस दिनु। बराबर पढेर अराउनु पर्छ बराबर मैले। ल अब त्यो कान्छौँलाले धुनुमा भुइँमा कान्छौँलाले धुनु छोड्नु, तपाईँले बुढौँलाले बाबुले धुनु। ल गाईको धुनु छोड्नु, त्यसरी नलिउनु होला बाबु, पहिले मार्नु तपाईँ। तपाईँको बुढी छोएर के फरक परेन तपाईँले आदि सम्पत्ति दिन्छु भनेर ल्याएको तपाईँले पहिले जमानामा गराएर। अब सबै उसैको नारायण उसले अगाडि बढ्छिन्, तपाईँले छोइदिनु भइहाल्छ। हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत। विष्णु विष्णु विष्णुअध्यय श्रीमद्भागवत महापुरुषस्य विष्णु रागिण्या पर्वतमानस्य सकल जगत सृष्टिकारिणो ब्रह्मणदिव्ये प्रार्थे श्रीशब्दवारा कल्पे वैक शतमानान्तरे अष्टाविंशतिमे कलियुगे कलियुगस्य प्रथमचरणे भारतवर्षे भारतखण्डे जम्बूद्वीपे आर्यवर्तान्तर्गत नेपालैकदेशे गोर्खा राज्ये पशुपति क्षेत्रे षष्ठी शरणां मध्ये गण्डकी मनोकामना पूर्वदीय भागे सुवर्ण ताम्र कौशिकादि पश्चिम दिभागे महाभारत गंगा भारती गंगा उत्तर दिभागे हिमन्तलादि का दक्षिण दिभागे चार नारायण मत। आज पुण्य है मैले दुध खाइदिएको छ, बर्बादै गरेको छु मैले। दुध दियामा अब चियामा दुध खाएँ मैले, अब नदिनु है। अब दुध नखाने हुँदैन, खानु मैले पुऱ्याएर जानिनँ, खाइदिएँ मैले। नारायण तथा अध्यय अस्माकं तथा च अस्माकं तथा च शरणं प्रपद्ये श्रीमन्नारायण श्रीमन्नारायण तथा अध्यय अध्यय तिथिवार नक्षत्र योग कर्ण समन्वितायां तथा च अध्यय गण्डकी मनोकामना पूर्वदीय भागे सुवर्ण ताम्र कौशिकादि पश्चिम दिभागे महाभारत गंगा भारती गंगा उत्तर दिभागे हिमन्तलादि का दक्षिण दिभागे चार नारायण मध्ये डोलेश्वरको कलेश्वर मध्यस्थले पशुपति क्षेत्रे भुवनेश्वरी वनकाली राजेश्वरी बाराई सुन्दरी जल भगवती गुजेश्वरी समस्त देवी देवता चरणे कात्यायनी भगवती चरणे भगवान अगाडि हुनुहुन्छ। अब शिव पार्वती राधा कृष्ण सूर्य नारायण साथापित चरणे शालिग्राम मूर्तिनाथ भगवान सावितापित चरणे तथा च अध्यय काष्ठमण्डमध्ये राजधानी समीपे तथा च अस्माकं शान्तिनगर महानगरे जय नेपाल चोक समीपे मैले यो भने है तपाईँहरूको। तथा च अध्यय अस्माकं तथा च तिथिवार नक्षत्र योग कर्ण समन्वितायां तथा च अध्यय वशिष्ठ गोत्रोत्पन्न वशिष्ठ इन्द्र प्रमत्ति बबरान शाखान्तर्गत शुक्ल यजुर्वेदा ध्यायिने पिता सहित भ्राता सहित भ्राता पत्नी परिवार सहित छ मम पुत्र पुत्री स्वदेश विदेश गमन पूर्वकादि सहित छ नारायण तथा अखिल कुटुम्ब भनेको ज्वाइँ, छोरी भनेको पुत्र भनेको छोरी, समस्तलाई राम्रो होस् भनेर हामीले गरिरहेछौँ। समस्त राम्रो कर्मणादि कर्मण निमित्तक पूर्ण अपूर्ण फलप्राप्त्यार्थम इमाम देहशुद्धि गोदान कर्मण निमित्तक श्री राधा दामोदर हवन कर्मण अशोत्तर हवन कर्मण लक्ष्मीनारायण पूजन कर्मण निमित्तक पूर्ण अपूर्ण फलप्राप्त्यार्थम इमाम प्रायश्चित गोदानम गौ अभावे रव्यम खण्डम तथा देवताकम ताम्रम खण्डम सूर्य देवताकम राधम मुद्रांकित सरस्वती देवताकम अंतर्गामी नारायण भगवान श्री लक्ष्मीनारायण पूर्वोक्त ब्राह्मणाय वत्सभूतोत्पन्नाय शर्मणाय सुभुजिताय गोदान कर्मण नारायण तथा च अध्यय हजुरहरूले सु आफ्नो नाम लिएर मम भनिबस्छु। मम अस्माकं तथा च प्रायश्चित गोदानम गौ अभावे रव्यम खण्डम तथा देवताकम ताम्रम खण्डम सूर्य देवताकम राधम मुद्रांकित सरस्वती देवताकम अंतर्गामी नारायण भगवान श्री गोदान कर्मण तुभ्यम वयम सम्प्रदाय कुशको टुक्रो ब्राह्मणको हातमा राखिदिनु। तपाईँको कुशको फुलको ल्याएर ब्राह्मणलाई हातमा दिनु र फुल चलाउनेर प्रार्थना गर्नु। दुवैजनाले एउटा फुलको ढुङ्गो फुटाउनु र हात हालिदिनु। ओम कपिले सर्वदेवानां चन्दनमा चोबेर हात हालिदिनु, चन्दनमा चोबेर हातमा फुल लिनु। कपिले सर्वदेवानां पूजनीया शिरोहिणी तीर्थदेवमयी यस्मात् शान्ति प्रयत्ने तत्सन्नमा या लक्ष्मी सर्वदेवानि हस्तदेवस्थिता धेन्द्रगणसा देवी मम पापम बेपोहातु। मैले गाईको दान मूल्याङ्कित जे जस्तो छ कि प्रभु भनेर भगवान्लाई त्यो गाईको दुनामा फुल राखिदिनु। बाबु राख, अब त्यो भुइँको पैसा पूजा गर्नु, त्यो दुनाको पैसा पूजा गर्नु, फेरि कुस राख्नु, त्यो होइन पल्लो। अब हो दाना पसेर त्यसको दाना पसेर त्यहाँ जल हालिदिनु, चन्दन हालिदिनु, जौ हालिदिनु, सरसो हालिदिनु, फुल हालिदिनु, चन्दन हालिदिनु, अक्षता रातो राखिदिनु। तत्सन्नमा समर्पयामि गोभ्याम नम। त्यो दुनु उठाएर हातमा बोक्नु, त्यो दुनु उठाएर हातमा बोक्नु, दुनु बोक्नु, बाबुले छुनु।
अधिकृत दान प्रतिष्ठार्थम तथा वशिष्ठ गोत्रोत्पन्नाय स्वर्मणाय सपत्निकाय गोदान कर्मण तुभ्यम वयम सम्प्रदामहे त दुनु त माथि राखिदिनु ठुलो पैसा माथि दुनु राखिदिनु जल घुमाउनु यानि कहीँ जल यसो 3 पल्ट घुमाउनु मनले यानि कहीँ पाप पानी मात्र कृतानि तान्ता निपना सन्तु प्रदक्षिणा परे परे नारायण तो दुनु यसो त्यहाँ राखिदिनु नउठाइकन राखिदिनु नारायण मलाई छोडिदिनु स्वस्ति प्रतिवचनम स्वस्ति ओम स्वस्ति संहारे तत्थ नमः देव शान्ति पृथ्वी शान्ति आप शान्ति हृदय शान्ति वनस्पति शान्ति बाबुलाई लगाइदिनु हर्पण नआउनु नारायण बाबु किन नारायण म व्यस्त छु त है अहिले बोल्न मलाई फुर्सद छैन है म सुन्नु न म भरे अन्धुका पसेर म पात्र हेरेर ती ठेगान गरेर आउँछु राख्नु है ल नारायणाय नमः वासुदेवाय नमः समर्पयामि कृष्णार्पणमस्तु जलम समर्पयामि हरये नमः गोभ्यां नमः अभिषेक गरेँ मैले ल शान्ति रह्यो अझै चन्दन लगाइदिनु बाबुलाई ब्राह्मणम चन्दन लगाइदिनु रातो र पानी एकपल्ट लगाइदिनु चन्दनम कमेन्ट लाउनु मिल्छ लाउनु न चन्दनम वर्धते आयु पवित्रम पापनाशनम मेरो बुढो यसो सधैँ चन्दन लागिरहेको छ भन्नु नारायणाय नमः ल पूजा गर्नु नमस्कार गर्नु ल अब भनेपछि भगवान् श्रीमन्नारायण छोरी अब त्यो लाइटर र दुध बत्ती बाल्नु पूर्वको दियो गाह्रो नमान्नु है मैले भने मान्नु दियो लाइटर ऊ त पल्लो दियो बाल्नु ल अब भनेपछि एउटा थुङ्गो फुल लिनु एउटा थुङ्गो फुल दौतिल चन्दन अक्षता फुल यसमा राख्नु जौ राख्नु पिल राख्नु फुल राख्नु औषध राख्नु म मन्त्र पढ्छु अन्त मैले त्यहाँ राख्नु ल अब भगवान् अब त्यो दियोलाई पनि हेर्नु त्यो दियो पूर्वको दियो हो पूर्वको बेदमा वेद वेदारम्भमा भगवान् बस्नुहुन्छ त्यसमा आएर अब त्यो पूर्वको चामल त्यहाँ स्याउ राखेको छ चामल राखेको छ जुन बोटीमा अब त्यो पूर्वको वेद हो त्यो पूर्वको वेदको नाम म हजुरलाई सुनाउँछु र हजुरले त्यो दुनु बोक्नु होला पूर्वे हि भेदा यागत छ जाति छ कर्म यावतम तावतम ओम पूर्वे हि भेदा आएमा त्यो जुनामा बोटी बनाएर त्यो चामलको माथि त्यो जुनु राखिदिनु ल अर्को जुनु फेरिदिनु अब त्यस्तै जुना फेरि फुल्छ नभन्छ हाल्नु अध्यय अस्माकं यो बत्ती बलिरहेको छ है दक्षिणपट्टि फर्किनु बसिरहेको छ अध्यय अस्माकं तथा च ओम नारायण फेरि त्यो धुनु बोक्नु दक्षिण यजुर्वेद जगत छ जाति र कर्म यावतम तावतम यजुर्वेदाय नमः यो धुनुमा यहाँ राख्नु तथा नमः समर्पयामि दुईवटा धुन सङ्ख्या दिन हैन एउटै हो एउटै हो दक्षिण यजुर्वेदाय नमः अब अर्को धुन फेरि उना छैन नि ल्या उना छन् भित्र फेरि यसमा हाल्नु छोरी ओम तथा च अस्माकं ओम शान्ति भवतु नारायणाय नमः पश्चिमे दौतिल फुल स्पर्शम तथा च अब पश्चिमको साम्यहरूमा आउनु पऱ्यो पश्चिमे साम्य र जगत छ जतिसम्म म पूजो कर्मी तावतम सूत्र बाबा साम्यदाय नमः यहाँ राखिदिनु यो बत्तीमा बत्ती बलेको छ यहाँ ल्याएर साम्यलाई राखिदिनु त्यो बत्ती हजुरको हातले पश्चिम फर्काइदिनु सुन्नु न पश्चिमे साम्यदाय नमः बत्ती गयो फेरि बाल्नु साम्यदाय नमः साम्यदाय नमः ओम साम्यदा जगत छ जतिसम्म म पूजो कर्मी तावतम सुश्रा बाबा पश्चिमे साम्यदाय नमः फेरि अर्को धुनमा त्यो लागि मलाई दिनु त्यसको लागि म काम गर्छु क्या हरि ओम पश्चिमे साम्यदाय नमः ओम शान्ति भवतु नारायणाय नमः पश्चिमे साम्यदा जगत छ जतिसम्म म पूजन कर्मी तावतम के अरे उत्तरे अथर्वेदाय न हो है पश्चिम साम्यद भयो उत्तरे अथर्वेदा जगत छ एउटा बाल्नै बाँकी छ वायव्य छ ओम वायव्य जगत छ जति र कर्मी यावतम तावतम तत्र नमः समर्पयामि पूर्वे ऋग्वेद दक्षिण यजुर्वेद पश्चिमे साम्यद उत्तर अथर्वेदाय नमः समर्पयामि हरये नमः अब अर्को धुनु फेरि लिनु यहाँ राख्नु ओम तत्र नमः अथर्वेदाय जगत छ जतिसम्म म पूजा कर्मी तावतम सुशिरा भव
अथर्वेदाय नमः ओम उत्तरे अथर्वेदाय गच्छति कर्म यावतं तावतं ओम अथर्वेदाय नमः समर्पयामि नारायणाय नमः ओम वासुदेवाय नमः अथर्वेदाय नमः पूजितोषि क्षमस्व अथर्वेदाय नमः अब नारायणाय नमः अब फेरि चार धुनमा राख्नु 15 धुनमा राख्नु चारवटा म बसिरहने कि उठ्दा नि बस्नु तीनटा भयो चिन्ता भयो हजुर चारवटा भयो हेलो पाँचवटा यहाँ अब यो टाढा पुस राख्नु म बसिरहने कि उठ्दा नि हुन्छ म चाहिँ बस्नु पर्छ यति पूजा कोठामा यस्तो तपाईँलाई गाह्रो भयो? होइन त्यहाँ के लिन जानु पर्ने भने नारायण आएर अब एकछिन बस्नु न यो टाढा कलश पूजा गरौँ अनि स्वस्ति वाचन गरौँ अनि जानु उठ्नु पाँचवटा पुग्छन् गुरु दुनो ल्याउने उसोको फुलका पाँचवटा फुलको थुङ्गा तपाईँलाई बाबुले खायो अरे हिँड्ने हो हजुर चाँडै हिँड्नुभयो त अहिले होइन यति नै बेला होइन खोइ त साधन के हो साधन यहाँ 11 नम्बर त्यही हो जानु अच्छा त जाउतिर सबै राख सबै दुबो राख्नु फुल राख्नु आँपको पात हेर्नु पिपलको पात हेर्नु सबै कुरा एउटा दुईवटा दुबो राख्नु ए लाइट पनि चलिरहेछ हाम्रो भयामी हर हेर्नु हरि भिडियो ओममा चल्दैछ पछि टिभी हेर्नु हुन्छ नि त्यो बनाइरहेको छु छोडेर माइतीले बस्दै आज बर्बाद गरे हो त नि एउटी मात्रै थिइन् यिनले पूजा कसरी सक्ने हो म यहाँ कहाँ हिँड्नु हो ल अब बिस्तारै नारायणाय नमः समर्पयामि समर्पयामि नारायणाय नमः जलम चन्दनम देवां तिरान सर्पपान समर्पयामि हरये नमः अब 5 दिन गर्नु अब छोरी ती प्रत्येक दिनमा 5 दिन अर्घ्य गर्नु ती प्रत्येक दिनमा 5 दिन अर्घ्य गर्नु 5 दिन समर्पयामि यता बताइसे त गुरु के अरे पाक्दैम हजुर ल यताबाट चाहिँ 5 हो 5 दिन अर्घ्यं समर्पयामि अर्घ्यं अब उल्लो हो त्यो अर्घ्यं समर्पयामि आत्मनियम तो आत्मनियम पुनरात्मनियम पुनरात्मनियम समर्पयामि पल्लो पुनरात्मनियम उल्लो आत्मनियम पल्लो पुनरात्मनियम समर्पयामि पञ्चामृतम नानी त्यो पञ्चामृत सार्नु त्यो कतिवटा त्यो पञ्चपात्र सार्नु हो बस ल अमिलो नारायणाय नमः अब शुद्ध सबै जल भयो शुद्ध जल शुद्ध जल त्यही शुद्ध जल त्यही समर्पयामि नारायणाय नमः समर्पयामि हरये नमः अब त्यो एउटा धुनु उठाउनु एउटा धुनु भागमा हात हालेर नारायण धिगत जगत जाति मम पुण्यवतम सुश्रा बाबा प्रसन्न बाबा सुभद्रा बाबा पूजितोति क्षमस्व ओम शान्ति भवतु नारायण पूर्वे धिगदाय उ त कलशमा राखिदिनु मुखमा राख्नु माथि हो त्यहाँ राख्नु त्यहाँ के हो विश्व तत्सन्नममा आग्ने दक्षिण या ओम यमाय नमः जगत जाति कर्मी या मतम तावतम ओम यमाय नमः राखिदिनु त्यो कलश मुखमा राख्नु अर्को उठाउनु तत्सन्नमा ओम शान्ति भवतु पश्चिमे साम्यदय गच्छति कर्मी या मतम तावतम साम्यदाय नमः यहाँ राखिदिनु अर्को उठाउनु ओम तत्सन्नमा अथर्वेदाय गच्छति कर्मी या मतम तावतम तत्सन्नमा समर्पयामि अथर्वेदाय नमः मलाई दिनु शान्ति समम्बत अथर्वेदाय नमः पूजितो शिष्यमस्तु हरये नमः बनाउँछु एउटा गुरु पुनो छन् म गर्छु कि यहाँ राख्नु त्यो बेलामा आएकाले त दुनु अब एकछिन पछाडि पूजा गर्ने होला न अब फुलसम्म लिएर प्रार्थना गर्नु पहिले स्वस्ति वाचन गरौँ अब हात जोड्नु ल अब स्वस्ति वाचन गरौँ बाबुलाई पनि दिनु एउटा कोसो केरा पनि दिनु एउटा रातो कोसो पनि दिनु हातमा बाबुलाई 5वटा दुबो पनि दिनु हजुर पनि एउटा पैसा दिनु रातो अनि जबतिर फुल दिनु एउटा पैसा केरा पनि दिनु अनि यसरी ल मिसर्छु नि अलिकति पैसा के त्यो पैसा पैसा तलमा राख्नु फुलमाथि राख्नु यसरी के त्यो केराको कोसोको भेटमा आफू चाहिँ फर्काउनु उल्टो नगर्नु सुल्टो काम गर्नु छोरीलाई बोझ्दिन त्यो केरा कोसो फुल राख्नु ल दुबो राख्नु 5वटा दुबो राख्नु तिल राख्नु सर्फो राख्नु जौ राख्नु अलिकति बेसारको धुलो राख्नु त्यो महत्त्व छ बेसारको धुलो हामीलाई यहाँ चिन्ता भने आफू गर्छौँ न नारायणाय नमः भन्नु ल अब त्यति भएपछि रातो अक्षता राख्नु हरि ओम आनो भजाकृतवो जन्तु विशतो ददांसो अपरेता स उद्भिद देवानो एडना ओम तत्सन्नमम आनो भजाकृतवो जन्तु विशतो ददांसो अपरेता स उद्भिद देवानो यथा शतमिन्द्रदेवसन्न प्रायुरसितारो दिवे दिवे देवानां भरा सुमतिर्दियतां तां देवानां गुरतिना हरिपतिरन्तु जीवत्
तानपुर भजानि विराहु मये भजं भगमित्रमदिति दशमथृतम् आर्यमणं वरुण सुमद्विना सरस्वतीन सुभगया मयदकर तन्नो वातो मयो भुवातु भेखज तन्माता तत्पृथिवी तत्पिता जौ तद्ग्रामाण सोमसुतो मयो भुवा तस्मिन् श्रुताधीष्णाजुगं तमीशान जगतत्खगपतिं धीर्ना धियन् धिन्नाम भाषेहु मये भयं पुखाणो यथा वेदसाम सदृदे रक्षिता पायुरदौत स्वस्तये स्वस्तिन इन्द्रो विदश्रवा स्वस्तिन पुखा विश्ववेदा स्वस्तिन तार्जरितनेमि स्वस्तिनो बृहस्पति दधातु पृषदस्वा मरुता पृश्नीमातरं शुभं जवानो विरथे खुशमय अग्निजुवा मनवा सुरतसु विश्वेनो देवावसागमन्यवदं कर्णे धीशृणुयाम देवा भद्रं कर्म यज्ञ तुष्टुष्टुभाषतनुभिर्देव मयि देवजितं जदायु सतमिन्नो दरदुवन्ति देवा जत्रा न चन्द्राधरसन्दनुनां पुत्रासो यत्र पितरो भवन्ति मानो मदारीरिखतायुर्गन्तो अदितिर्दौरदितिरन्तरिक्षमदितिर्माता सपिता सपुत्र विश्वे देवादिति पञ्चजनादितिर्जातमदितिर्गणितं देवशान्ति पृथिवी शान्ति राप शान्ति रोहदय शान्ति वनस्पतय शान्ति विश्वे देवा शान्ति शान्तिरेव शान्ति श्यामा शान्तिरिति यतो यतः संयते ततो नो अभयं कुरु सन्न कुरु प्रजाभ्यभयन्नं पशुभ्यः हरि ओं गणनान्त्वा गणपतिगो हवामहे प्रियणान्त्वा प्रियपतिगो हवामहे निधिनान्त्वा निधिपतिगो हवामहे वसो मम आहमदानि गर्भतो मतो मदासि गर्भधमाम्यम्बिके बालिके निर्माण ओम श्री गणपतये नमः। ऊ तो गणेशमा राख्नुपर्ने केमा राख्नु त नारा चाहिँ हजुरको दुनामा त बाबुको फुल चलाउन राखिदिनु ल। ऊ गणेशमा त नरिवलको ठाउँमा एउटा दिनु मलाई नारायणाय नमः के हुनु राखिदिनु बात ल। अब फेरि जानु आफ्नो नाममा गएर बस्नु। हरि ओम सुशान्ति सुमं भवतु भगवान् श्रीमन्नारायणाय नमः। हरि ओम। अब त्यति भइसकेपछि एउटा पुष्पको पुर्को लिएर पानी समाउनु। पहिले पुष्प होइन, पहिले ऊ त कलश फेना पूजा गरौँ। ऊ त धान छुनुहोस् पहिला आजको कलश बाबु पनि छुनु त। ऊ त पल्लो कलश छुनु तपाईँ तामाको ठुलो कलश। ऊ अगाडि हजुरको अगाडि छुनु तल भुइँमा छुनु न। आजिर कलश मयान्त्वा पुनरुद्धा निमतो शोषाण दक्षुधारा पयसुति प्रतिसन्तु मयम् ओम शान्ति भवतु। ओम प्रतिसन्तु मयम् विष्णोराडमसि विष्णोरसि विष्णोत्रोऽसि वैष्णवमसि वैष्णवासिवे विष्णवे नमः। ओम तत्सनमः समर्पयामि कलशवर्णदेवताभ्यो नमः। कलशवर्णदेवताभ्यो नमः। तत्सन धान्यमसि धान्यस्थापनं पृथिवी मालिगुषि। ओम पृथिवी मालिगुषि धान्यमसि धेनुदेवा धेनु हि देवानां प्रणयाते तो द्वा तो दानया त्वा बाणयत्वा दीर्घमनु प्रसिद्धि स्मायुषे धान देवो सविता हिरण्यपाणि प्रतिजिह्वां त्वसेन्द्रेण पाणिना तसुचेत्वा महिनां पयोवशी छोडिदिनु। अब त दुनु मैले दिएको छु यो दुनामा। आसनं कुशको टुक्रो राख्नु चिन्ता। आसनं समर्पयामि भन्नु। आसनं भुइँमा राख्नु। आसनं समर्पयामि। पाद्यम गर्नु। पाद्यम समर्पयामि। पाद्यम चाहिँ गदौलीको पानी पहिले पाद्यमबाट चलाउनु दाल होइन, बोतीको पानीबाट पाद्यम भन्नु। पाद्यम समर्पयामि। अर्घम बोतीको दही अर्घम समर्पयामि। पल्लो जानु। आत्मन्यम होइन त हुँदैन त शुद्ध जल। आत्मन्यम चलाउनु। पुनरात्मन्यम पल्लो। पुनरात्मन्यम समर्पयामि। पञ्चामृतमा त पल्लो। नारायण शुद्ध जलमा ओल्लो। शुद्ध जलम समर्पयामि। अब तो चम्चा ती राख्नु शुद्ध जलमा हो त्यहाँ होइन, हो त्यहाँ राख्नु। अब चन्दन पहेँलो राख्नु। चन्दनम समर्पयामि। समर्पयामि नारायणाय नमः। अब बेसारको धुलो दत्तनममा समर्पयामि। जौ राखिदिनु। समर्पयामि। तिल राखिदिनु। समर्पयामि। सर्सुको दाना दुईवटा अमल तोडेर राख्नु। सर्सुको दाना समर्पयामि। पुष्प फुल राख्नु। पुष्पानी समर्पयामि। रातो अक्षता राख्नु। समर्पयामि। दुबो राख्नु 5 वटा। दुर्वाङ्कुर समर्पयामि। अस्वस्थ भनेको पञ्चबल्ल मुखमा धाद्य। पञ्चबल्ल पनि तिज, वस्त्र पनि तिज, द्रव्य पनि तिज, सुपारी पनि तिज। भूमि माटो भनेको बेसारमा फेरि धुलो थप्नु। भूमि माटो भनेको पृथ्वीको माटो। भूमि माटो समर्पयामि। अब फुल चन्दनले त्यहाँ पूजा गर्नु त अक्षता त्यहाँ पूजा अक्षता तिज। कलशस्थ मुखे विष्णु कण्डरुद्रा समादृता मुनिदशो ब्रह्मा मध्यमा त्रिगणेश स्मृता कुशो दोषारा सर्वे सरदिव्या वसुन्धरा ऋग्वेद यजुर्वेद सामवेद सर्वण अङ्गैता सहिता सर्वे कलशन्तु समाश्रिता। अब ऊ त कलशमा छुनु छोडी ठुलो कलशमा छुनु माथि। कलशस्थ मुखे विष्णु कण्ठे घाँटीमा छुनु। अनुद्रा समाश्रिता। मुले भनेको पेटमा छुनु।
मैसाहरू दाहिने हात तिनपल्ट घुमाउनु मैसा सहित हातहरू सबै यस्तो गर्नु जम्मै यहाँ घुमाउनु हात मनले नारायणाय तत्सनमा समर्पण फुल चलाउनु प्रार्थना गर्नु यी सबै कलशमा एउटा पत्ता फुल पुग्यो दुईवटा थुङ्गा फुल लिनु दशनमा देवदान भसन भादे मथे माने महादर उत्पन्न सिद्धता कुम्भ विद्युत विष्णुनाथन तत्व सर्वत्रदानी देवा सर्वत्वयिष्ठिता त्वयि सन्ति सर्वेदि यद काम फलं प्रदा त्वत् प्रसादादिमं एककल जलभव सानिधम गुरुमे देव प्रसन्न भव सर्वदा त्यो फुल आदि त्यो दुनामा राख्नु एउटा फुलको थुङ्गा आदि फुलाएर राख्नु ल अब त्यो एउटा फुलको फुल फुलाउनु अब त्यो पूर्व कलशमा राख्नु आदि बुझ्नुभयो पूर्व आएनमा अब आग्नेय कलशमा राख्नु आग्नेय कलश आएनमा यो पश्चिम कलशमा राख्नु वरुण आएन भन्नु वरुण आएनमा उत्तरमा राख्नु कुबेर आएन भन्नु मलाई दिनु कुबेर आएनमा अब ऊ त ईशानमा जानु परब्रह्म ऊ त ती राख्नु त उठाउनु कलश दिनु न मलाई म राख्नु ईशाने परब्रह्मणे नम त्यही फुल ऊ त ब्रह्ममा राख्नु यहाँ अलिकति ब्रह्मणे नमः ब्रह्मणे नमः ब्रह्मणे नमः अब त दुनु मलाई दिनु होइन ब्रह्मणे नमः अब त जीवा सिद्धाजी कलश वर्ण देवता भेडा ब्रह्माजीको पूजा गर्नु अब आसनम एउटा कुछ राख्ने आसनम भन्नु आसनम ब्रह्मणे नमः पाद्यम 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 दुनाको पानी हो पाद्यम भन्नु पाद्यम ओलो दुनाको दही त्यसलाई अर्घ भन्नु अर्घ्यम पल्लो आचमनियम पल्लो पुनराचमनियम पल्लो कदौरीको अब पञ्चामृत भन्नु पञ्चामृत उसलो शुद्ध जल भन्नु शुद्ध जलमा समर्पण त्यो ती राख्नु अब चन्दन पहेँलो दिनु त्यो चन्दनमा यहाँ ब्रह्मा सावित्री सहित ब्रह्मणेनमा भन्नु सावित्री सहित ब्रह्मणेनमा जौ राख्नु ब्रह्मणेनमा तिज राख्नु ब्रह्मणेनमा सरसुको दाना दुईवटा राख्नु ब्रह्मणेनमा बेसारको धुलो राख्नु अलिकति ब्रह्मणेनमा जनै छुनु ब्रह्मणेनमा सुपारी छुनु ब्रह्मणेनमा वस्त्र कपडाको सट्टा फुल राख्नु एउटा धुङ ल्याएर ओम ब्रह्मणेनमा द्रव्य दक्षिणा अलिक दिउँला पहनु अहिले पर्दैन नारायण फुल चलाउनु हात जोड्नु ब्रह्माको प्रार्थना गर्नु ब्रह्मदेवका नाम प्रथमा दिशी मता सुरुतवेन आवास बुद्ध स विश्वास तथ योनि तथ जीव ब्रह्मणे नमः सावित्र सहित ब्रह्मणे नमः भनेर राख्नु ओम सावित्र सहित ब्रह्मणे नमः ओम पूजित आदित्यमस्तु विष्णवे नमः यहाँ अब आसनम राख्नु आसनम विष्णवे नमः आसनम विष्णवे नमः पाचन गर्नु छ छोरी पाद्यम विष्णवे नमः दुनाको पानी पाद्यम विष्णवे नमः अर्घ्यम विष्णवे नमः आचमनम विष्णवे नमः पुनराचमनम विष्णवे नमः पञ्चामृतम विष्णवे नमः शुद्ध जलम विष्णवे नमः लक्ष्मी सहित विष्णवे नमः भनेर पहिले चन्दन पहेँलो हाम्रो त्यहाँ चोक्नु नारायण विष्णवे नमः अब तिज राखिदिनु विष्णवे नमः जौ राखिदिनु विष्णवे नमः सरसो राखिदिनु विष्णवे नमः रक्त भनेको रातो चन्दन राखिदिनु विष्णवे नमः रातो चन्दन पल्लामा विष्णवे नमः बेसारको धुलो राखिदिनु विष्णवे नमः अक्षता राखिदिनु नारायण नारायण फुलेर हात जोड्नु ओम विष्णुराटमसि विष्णुतोस्ति वैष्णवमसि वैष्णवान् क्षिपेति विष्णवे नमः पूजिताधिक्षमस्तु शान्ताकारं भुजगशयनं पर्वनाभं सुरेशं विश्वाधारं गगनसंयुतं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिधृदानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं फुल चन्दन राखेर जनै छोइदिनु जनै छुनु सुपारी छुनु वस्त्र कपडा सट्टा फुल एउटा ढुङ्गो फुल राखिदिनु एउटा माला छ भने माला कतिवटा राख्छ माला दुईवटा सेवादीवटा गणेश अहिले अहिले पर्दैन भयो अब नारायणम धुपदीपो नैवेद्य अलि गर्न गरौँला एउटा कुसेर पानी समाउनु हरिओम तत्सर विष्णुवाद्यय पूर्व सङ्कल्प सिद्ध सुपूर्व दायरा कृत्वा सिद्धार्थ नाम संवत्सरे श्री सूर्य दक्षिणायन गते मासो तमासे सौरातन तथा देह अस्माकं शानि वशिष्ठ गोत्रोत्पन्नस्य वशिष्ठ इन्द्र प्रमत्री पवर शाखान्तर्गत शुक्ल यजुर्वेदा ध्यायिने हजुरको नाम के हो मम बाबुको नाम मम ससुराको नाम मम नन्दको नाम मम माइलीको नाम मम माइलाको नाम मम अरू त हामीसँग आउँदैनन् तथा च अस्माकं परिवार हो मम अस्माकं तथा च अखिल कुटुम्बादि सहित मम तथा प्राप्त्यार्थं पुत्री पुत्र परिवार सहित मम तथा सिद्धि विनायक पूजन कर्म गणपति पूजन महम करिष्ये त्यो पुष्टै धुनमा राखिदिनु पाद्यम भनेको पाद्यम दुनाको पानी राख्नु पहिले तीनपल्ट पाद्यम समर्पयामि आचमनम समर्पयामि पुनराचमनम समर्पयामि अर्घ्यम समर्पयामि अर्घ्यम आचमनम समर्पयामि पुनराचमनम समर्पयामि पञ्चामृतम समर्पयामि शुद्ध जलम समर्पयामि जौ राखिदिनु अब देवान समर्पयामि तिल राखिदिनु तिलान समर्पयामि सरसो राखिदिनु सरसपान समर्पयामि रातो चन्दन राखिदिनु समर्पयामि बेसारको धुलो राखिदिनु ओम गणपताय नमः जनै ती छ गणपताय नमः अब सुपारी पनि ती छ गणपताय नमः वस्त्र पनि ती छ गणपताय नमः नारिकेल भनेको नरिवल पनि ती छ गणपताय नमः
माल्यार्पणम माला पनि त्यही जुनमा राखेर पूजा गर्नु माल्यार्पणम समर्पयामि गणपतयनमा ती जल्लो बाँध्न त्यहाँ राख्नु गणपतयनमा फुलले पूजा गर्नु हरिओम गणनान्त्वा गणपति गुं हवामहे गणनान्त्वा प्रियपति हवामे विधिनान्त्वा निधिपति हवामे पसम महा मजानि गर्भजो मतो मजासी गर्भधम गणपतयनमा बाबुलाई दिनु गणेशलाई लगाएर माला लगाएर आउनु बुढा भनेर भन्नु त तपाईँको बुढालाई दिन्छ दुनो सहित दुनै सही बाबु त दुनो लगाएर राख्नु माला गणेशलाई लगाइदिनु ल हरिओममा त्यो फुल मालामा नरिलो भाषामा बाबु हजुरले फुल लिएर हात देखाउनु विघ्नेश्वराय वरदाय अक्षर चन्दन फुल अक्षर मिसाउनु न लगाइदिनु अलि तपाईँतिर तान्नु न गणेश उताभरि अलिक अगाडि तान्नु त ल लाउनु माला अब माला लगाइदिनु न दुनो भुइँमा राख्नु माला लगाइदिनु नारायण बाबु ल हजुरलाई सेवा गर्न पाऊँ माथि गणेशको मूर्ति हुँदो ल्याउनु पाएन हुन्थ्यो भाइको नारायण आएन त नारायण विघ्नेश्वराय वरदाय सुन्नु तपाईँ नजिक हुनुहुन्छ विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय सूर्य विभूषिताय गौरी सुदाय गणनाथ नमो नमस्ते हे प्रभु हे लम्बोदर चढाइदिनु धुपदीप नैवेद्य अलिबारमा गरौँला नारायण हेर्नमा अब धागो रक्षाबन्धन डल्लो कहाँ हो ल रक्षाबन्धनको डल्लो धागो नारायण हेर्नमा हरि ओममा पूजा गर्न समय लाग्छ त अब सरसो राख्नु सरसो बान बिग्रियो त बडा बाबु भित्र सरसिङ जल तेल सबै छ लिएर आइछ सरसो बान एक तल भुइँमा भगवती नमः रक्तकाली नमः भद्रकाली नमः दक्षिणकाली नमः मनोकामना भगवती नमः राजेश्वरी नमः भुवनेश्वरी नमः समस्त देवी देवता नमः नक्षल भगवती नमः पञ्चलोकपालेभ्यो नमः सन्तानेश्वराय नमः ज्वलेश्वराय नमः गोकर्णेश्वराय नमः श्री नागराजाय नमः नागराजाय नमः वासुकी नागाय नमः खड्ग वासु पुरुषाय नमः लक्ष्मीनारायणाय नमः पांचान देवताभ्यो नमः सिद्धि विनायकाय नमः मुक्तिनाथाय नमः बद्रीनाथाय नमः रामेश्वराय नमः जगन्नाथाय नमः ठाकुरपुरी मथुरा ओम ठाकुरपुरी नारायणाय नमः वृंदावन गोकुलवासी राधा सहित पुरुषोत्तमाय नमः नारायणाय नमः रामाय नमः लक्ष्मणाय नमः सीतापति वासुदेवाय नमः पंचलोकपालेभ्यो नमः ईशदेवताभ्यो नमः कुलदेवताभ्यो नमः थानदेवताभ्यो नमः सूर्य विनायकाय नमः कमल विनायकाय नमः जल विनायकाय नमः कार्य विनायका चंद्र विनायकाय नमः कार्य विनायकाय नमः पंचगणपतये नमः स्थापित भूतपति समायुक्ता बलिनाय दीपं लोकं चंद्रापं सुगन्धपल्ली सत्पत्र जाति विधानतंका भगवान् प्रभो हरे श्री तुलसी दलानि धूपं दीपं दर्शयामि समर्पयामि हरि ओम नारायणाय नमः भित्र अब त्यहाँ भित्र राखिदिनु नारायणाय नमः भन्नु ल अब नमस्कार गर्नु अब दियो पूजा गरेर अनि नैवेद्यलाई आवाहनम दियोलाई नारायण पुनरागमन्यम दीपनारायण पञ्चामृतम दीपनारायण शुद्ध जलम दीपनारायण शुद्ध जलम त पञ्चमती राखिदिनु शुद्ध जलमा राख्नु अब अक्षर चन्दन फुल चढाइदिनु दियोलाई तपाईँ जस्तै प्रकाश मेरो घरमा होस् केटाकेटीमा राम्रो होस् हे लक्ष्मी तपाईँले मेरो घरमा सधैँ बास बसिदिनुहोस् प्रभु नारायण भनेर नमस्कार दिएर अब नैवेद्य चढाउनु पहिले ब्रह्मलाई एउटा पुष्प केरा चढाउनुहोस् ब्रह्मणे नमः यहाँ ब्रह्मणे नमः विष्णुवे नमः अब यो उत्तर कुबेराय नमः वरुणाय नमः बेलमा छ उतो कलशमा अब चाहिने पकाउन सबैलाई फल पनि चाहियो दियोमा एउटा फल राखिदिनु रोटी राखिदिनु उतो ओल्लो चार बेलमा एउटा रोटी राखिदिनु त्यो दुनामाथि राखिदिनु त्यहाँ पनि राख्नु त्यो दुनामा पल्लो दुनामा हो त्यहाँ दुनामा ओल्लोमा हो त्यहाँ त्यो बेलको दुनामा राख्नु हो त्यो पूर्वे रिबेल भयो दक्षिण यजुर्वेद भयो पश्चिम सामवेद भयो उत्तर अथर्वेद भयो मालको मनाएर छ त ल राम्रै भयो अथर्वेदाय नमः पूजिताची क्षमस्व नारायणाय नमः अर्को बुझ्दैन त बिहा बेलामा ल
जय जय म माने खुसी भयो म ल पहिले गणेशमा पट्याएर राखिदिनु पहिले दियोमा राख्नु अनि गणेशमा राखिदिनु अनि तारबेलमा झाडा दिनु मलाई त एउटा त्यहीँ राखिदिनु एउटा त्यो चामलको बोतीमा राखिदिनु एउटा पल्लामा त्यो कला शान्ति त्यो सबै छोटो यहाँ ब्रह्ममा यो विष्णुमा यो ब्रह्ममा एउटा यहाँ राखिदिनु अर्को यहाँ राखिदिनु एउटा यहाँ राखिदिनु यहाँ मैले यहाँ राखिदिनु अर्को दिनु यहाँ राखिदिनु अर्को दिनु सर्वम परिपूर्णमस्तु अब यो चरु सङ्कल्प गरौँ अब हजुर के बोल्नु छ कुछ दिनु हातमा हात थाप्नु गाह्रो हुन्छ है अब विष्णु विष्णुदेवा मरुद स्वर्ग प्रजापति शिष्ट कृत कृत्य देभ्यश्च इदं मातादि द्रव्य होम यथा सखेन ब्राह्मणद्वारा हवनम अहम करिष्ये ब्राह्मणलाई दिनु नारायण सर्वम कुशकुकुरको यहाँ राखिदिनु समर्पयामि हरनाद समर्पयामि शरणं प्रपद्ये कामे हो वासुदेवाय नमः हरि ओम सुशान्ति समं भवतु समित होमे विनियोग यहाँ ल समित होमे विनियोग समित थपिदिनु ल नारायण अब भनेपछि तपाईँ कुसको कुरको लिएर म न विनियोग भन्छु तपाईँ छोड्नु पॉइन्ट मार्नु त घोडा देख्न पर्दैन अब अध्यात्माकम तथा कुछ मात्र लिने गुरु कुस लिने म विनियोग भन्नु छोड्दिनु जल जल कुस दिनुपर्छ जल दिनु न हातमा जल दिनु त्यही छोड्नु है अध्यात्म पात्रे प्रसिपेद ओम तत्त नमः समर्पयामि फेरि पानी समाउनु तत्त न युति वामदेव ऋषि छन्द अग्निवर्णो देवते प्राज्य होमे विनियोग भन्न छोड्नु ओम शान्ति भवतु पृथ्वी पात्रे प्रसिपेद ओम तत्त मातृका अन्नपूर्ण महालक्ष्मी मारुत विनाशिनी तनिधरली दिग्गजा वास्तुभूम्य तथैव च गणित क्षेत्रपाल स ग्राम देवता परम स्वर्गदेववासिनी चैव मृत्युलोक तथैव च मानदाते दिशरामृतकायति दयामृत वन्दे रावे नमः ओम रावे नमः तस्य नमः समर्पयामि केतु गणमना केतु बेसो मरे संसंविदाय नमः मुखे भवे नमः मुखे भवे नमः तस्य नमः समर्पयामि मित्रं बकमिजामय सुमन्दी पुष्पत्र उर्वारितं नमः नाम ओम तस्य नमः समर्पयामि इदं ईश्वराय नमः ओम तस्य नमः समर्पयामि श्रीजदस्य सुचिन्तितं और मंत्रे समं नारायण प्रसाद ओम समर्पयामि ईश्वराय नमः ओम तस्य नमः समर्पयामि ओम ब्रह्मदेवानां भगवान् विष्णुपद स्वरूपेण आवसर्वस्य विषं विष्टास तस्य तस्य योनि महः तस्य विभ गोस्वा विश्वमे मान ब्रह्मणे नमः ओम ब्रह्मणे नमः तस्य नमः तातारमिं हवे हय सुरसुरमिदं सुवे हयामि सकलमुदस्तराष्ट्रस्थिभ्यो नमः तदुशोतिभ्यो नमः तस्य नमः समर्पयामि चतुर्शोतिभ्यो नमः भय पञ्चभ्यो नमः वय पञ्चभ्यो नमः तस्य नमः समर्पयामि वय पञ्चभ्यो नमः ओम षड् विष्णुभ्यो नमः नमस्कार गर्नु पानी खानुभयो आजको भात पानी खानु पर्यो नि तस्य नमः षड् विष्णुभ्यो नमः ओम षड् विष्णुभ्यो नमः तस्य नमः ओम द्वादश देवेभ्यो नमः द्वादश देवेभ्यो नमः ओम द्वादश शान्तिभ्यो नमः ओम द्वादश षड्पाताभ्यो नमः षड्पाताभ्यो नमः ओम षड्बातेभ्यो नमः ओम षड्बातेभ्यो नमः तस्य नमः अंगमा नमः ओम छन्दोर नमः तरणभ्यो नमः तरणभ्यो नमः ओम तरणभ्यो नमः राम फोटो देवाय नमः ओ भाइ लो अब उ त थाल्यो मसिनो पैसा कति 13 पैसा पुग्छ हजुर 13 पैसा छ 13 पुग्छ 13 त्यो दरभित्र डब्बा छ एउटा विमलाय नमः विमलाय नमः समर्पयामि विमलाय नमः दौति विमलाय नमः फूल पुष्प विमलाय नमः ट्याक्न पर्छ हजुर आइस विमलाय नमः फूल पुष्प अब ओल्ना सरिहाल्नु आसन
आसनम ज्ञान रूपा हो आसनम भयो पाद्यम गर्नु पाद्यम ज्ञान रूपाय पाद्यम कुन अरे गुरु बोल्नु यो हो ज्ञान रूपा पाद्यम ज्ञान रूपाय नमः आत्मनियम आत्मनियम पुनरात बोलो पुनरात्मनियम पंचामृतम शुद्ध जलम हो अब चन्दन पहेँलो ज्ञान रूपाय नमः जब राखिनु ज्ञान रूपाय हजुर हजुर ज्ञान रूपाय नमः उतो भविता अलि फुल फुटाउनु न नारायणाय नमः अक्षतामणि फूल दौतिल फूल पुष्पाणि समर्पयामि ज्ञान रूपाय नमः नारायण नमस्कार दिन होला नमस्कार समर्पयामि अब बोल्नु दक्षिणमा जानु आसन राखिदिहाल्नु दक्षिणमा दक्षिणे क्रियाय नमः वा पाद्यम गर्नु पाद्यम क्रियाय नमः अर्घ्यम क्रियाय नमः आत्मनियम क्रियाय नमः पुनरात्मनियम क्रियाय नमः पंचामृतम क्रियाय नमः शुद्ध जलम क्रियाय नमः चन्दन पहेँलो क्रियाय नमः चन्दन सेतो क्रियाय नमः चन्दन रातो क्रियाय नमः जौका दाना क्रियाय नमः तिलको दाना क्रियाय नमः सरसोको दाना क्रियाय नमः अक्षता राखिदिनु क्रियाय नमः फुल राखिदिनु नमस्कार दिनु क्रियाय नमः अब त्यो बोल्न सरिहाल्नु नैऋत्य योगाय नमः अब त नैऋत्य कोणमा आउनु र पाद्यम गर्नु पाद्यम नानी पाद्यम पाद्यम नैऋत्य योगाय नमः अर्घ्यम योगाय नमः आत्मनियम योगाय नमः पुनरात्मनियम योगाय नमः पंचामृतम योगाय नमः शुद्ध जलम योगाय नमः चन्दन रातो योगाय नमः चन्दन सेतो योगाय नमः चन्दन पहेँलो योगाय नमः सरसोको दाना योगाय नमः जौका दाना योगाय नमः तिलको दाना योगाय नमः अक्षता राखेर फुल राखेर नमस्कार दियो दिन बग्सो नारायणाय नमः समर्पयामि हरये नमः उचितोचित क्षमस्व नमस्कार दिएर नमस्कार अब बोल्नमा पश्चिममा आउनु पश्चिममा प्रभाय नमः आसनम भयो पाद्यम गर्नु त्यो पानी भयो नि जो शुद्ध जल हो जुनाको पानीबाट पाद्यम समर्पयामि अर्घ्यम समर्पयामि आत्मनियम समर्पयामि पुनरात्मनियम समर्पयामि पंचामृतम समर्पयामि शुद्ध जलम समर्पयामि चन्दन पहेँलो दिनु समर्पयामि चन्दन रातो दिनु समर्पयामि चन्दन सेतो दिनु चन्दन समर्पयामि सरसों दिनु समर्पयामि तिल दिनु समर्पयामि जौ दिनु समर्पयामि अक्षता दिनु समर्पयामि फूल पुष्प राखिदिनु पश्चिममा प्रभाय नमः प्रभा जगत कर्मी आवतम दावतम तत्थ नमः अब बाह्य कोणमा आउनु अर्घ्य हो त्यहाँ बाह्य हाम्रो पाद्यम अब पाद्यम घुमाउनु पाद्यम बाह्य सत्याय नमः अर्घ्यम समर्पयामि आत्मनियम समर्पयामि पुनरात्मनियम समर्पयामि पंचामृतम समर्पयामि शुद्ध जलम समर्पयामि चन्दन रातो दिनु समर्पयामि चन्दन सेतो दिनु समर्पयामि चन्दन पहेँलो दिनु समर्पयामि चन्दन सुगन्ध दिनु समर्पयामि सरसो दिनु समर्पयामि तिल दिनु समर्पयामि जौ दिनु समर्पयामि अक्षता दिनु समर्पयामि फुल राखिदिनु समर्पयामि ओम बाह्य सत्याय नमः भन्नु अब अलिक पल्लामा गइहाल्नु पल्लामा आसन दिनु उत्तरमा जानु अनुग्रहाय नमः भन्नु उत्तर अनुग्रहाय नमः पाद्यम दिनु पाद्यम अनुग्रहाय नमः आत्मनियम अनुग्रहाय नमः पुनरात्मनियम अनुग्रहाय नमः पुनरात्मनियम अनुग्रहाय नमः पंचामृत अनुग्रहाय नमः शुद्ध जलम अनुग्रहाय नमः अब चन्दन पहेँलो दिनु अनुग्रहाय नमः चन्दन रातो दिनु अनुग्रहाय नमः अष्ट सुगन्धको चन्दन दिनु अनुचित आइसक्यो उपरान्त भगवान् लक्ष्मीनारायणलाई सम्झनु लक्ष्मीनारायण फेरि भित्र बस्नु अब भित्र त्यो पहिले के छ पूर्वका भगवान्को पार्षदको पूजा हुन्छ पूर्वमा नन्द सुनन्दको पूजा गर्नु पूर्वे नन्द सुनन्द आएन दक्षिणमा पूजा गर्नु बल प्रबल आएन अब पश्चिममा पूजा गर्नु जय विजय आएन उत्तरमा पूजा गर्नु सुशीला पुण्य सुशीला आएन 33 दशाङ्गुलम भगवान् श्री रमा सहित श्री सत्यनारायण आएन समर्पयामि हरये नमः अब हात जोड्नु फुल चन्दन लिएर भगवान्लाई प्रार्थना गर्नु हात जोड्नु ओम ध्यानम ध्याये सत्यम गुणातीतम गुणात्रय समन्वितम लोकनाथम त्रिलोकेशम कौस्तुभ्यां भरणिं हरिं सुलोचन चतुर्बाहु शङ्खचक्र गदाधरं किरीटिनं कुण्डलिनं नारायणाय समर्पयामि हरये नमः शान्ति भवतु लक्ष्मीनारायणाय नमः समर्पयामि ओम तत्सत् नमः अब ध्याये नित्यं ध्याये सत्यं गुणातीतं गुणात्रय समन्वितं लोकनाथं त्रिलोकेशं कौस्तुभ्यां भरणिं हरिं सुलोचन चतुर्बाहु शङ्खचक्र गदाधरं किरीटिनं बनाइदिनु अब 3 पल्ट दैव चलाउनु ओम गति क्रान्तिकारी खण्ड समाजिन स्वय बिना मुखा कर्मणा आयुषी तारिख दधि स्नानम समर्पयामि दही तल राखिदिनु यता ल्याउनु न अब जल चलाउनु खाली जल त्यहाँ छ पञ्चपात्रको पानी चलाउनु त्यही तम्दा ल्याउनु न हो पानी चलाउनु ओम परस्नानम समर्पयामि स्नानियम समर्पयामि सत्यकारिताय मधुसेन्दवा महादेव सन्तोखादि मधुनवत मधु सत्व मधु मधु पार्थिवी गुरजा मधु अस्मादेक सर्वभूत समृद्ध त्रिगदाजं पशुतां तक्रे भायम नारायणं ग्रमास्तये वस्त्रम समर्पयामि भनेर नमस्कार दिनु ओम तत्सत् नमः वस्त्रम युगम जनै दिनु जनै कहाँ जनै चाहिँ एउटा छोरी एउटा जनै झिक्नु एउटा जनै झिक्नु अनि तिलले पूजा गर्नु तिल कहाँ छ
तिलो स्वयं देवतो तिलले पूजा गर्नु तिलो स्वयं देवतो गोसबो देवनमित प्रथमति पितृ प्राणायनाय स्वाहा भन्नु र अब नारायण धुपम दीपम गर्नु अब धुपबत्ती गर्नु एउटा कपुरबत्ती बाल्नु त्यही जुनामा कपुर बाल्नु दुईटा कपुर राख्नु हरि ओम चन्द्रमा मनसो जात चक्षु सूर्य अजायत ल बाल्नु त्यही सानो खाल्टा बाल्नु न ठुलो खाल्टा होइन बत्ती अलि बत्ती बाल्नु पर्दैन कपुर मात्रै बाल्नु न अलि बाल्न गरौँ न चन्द्रमा माउनी ज्योति जुत्राउनी स्वाहा सूर्य ज्योति जुत्राउनी स्वाहा सूर्य बटो ज्योति वर्ध स्वाहा ओम धूपम समर्पयामि दीपम दर्शयामि समर्पयामि नारायणाय नमः अकल भएन भगवानलाई अर्पण गरेर उता राख्नु उता ल्याउनु सत्यनारायणाय नमः ओम समर्पयामि माला लगाइदिनु छोरी माला लगाइदिनु माला हात हालिदिनु इमानी पुष्पानी मनोहरानी सुरासुराण मवितुर्लभानी कल्पाद्रुमादि द्रमदानी तानी पुष्पान्तद्रमेषु सुखानि त माल्यार्पणम समर्पयामि लगाइदिनु तल झारिदिनु बाहिर हो माल्यार्पणम समर्पयामि अब सौभाग्य दिनु फुलले खोइ पूजा गरेर त्यसै कहाँ लिनुहुन्छ लिनुहुन्न नि हरि ओम तस्मादेव सर्वभूता समृद्ध पूजा गर्नु फुलले बस्नलाई तस्मादेव सर्वभूता समृद्ध प्रगदाजम पशुताम दग्रेवायम नारायणम क्रमास्तय तम जगम परिस्थिति प्रौषणम जातम देवदे वयतम साचारी खयास्तय उठाएर भगवान लक्ष्मीलाई अर्पण गरी बस्योस् नारायण उता पत्र राखिदिनु समर्पयामि जल चढाइदिनु फेरि शुद्ध जल चढाउनु समर्पयामि हरये नमः हरि ओम समर्पयामि भयो ओम शान्ति भवतु नारायणाय नमः अब त्यसले भएपछि आज भगवानको अङ्ग पूजा गर्नु अब फेरि ल अब पादो पूजामी भन्नु पादो फुल अलिकति फुल र चन्दनले अच्युताय नमः गङ्गे पूजामी ओम केशवाय नमः गुल्फो पूजामी रामाय नमः जानुनी पूजामी कृष्णाय नमः मृडरम पूजामी नृसिंहाय नमः हृदयम पूजामी दामोदराय नमः हृदय पूजामी दामोदराय नमः बाहु पूजामी वाचस्पताय नमः बाहु पूजामी वाचस्पताय नमः कंठम पूजामी श्रीधराय नमः नेत्रम पूजामी जगन्नाथाय नमः ललाटम पूजामी सर्वात्मने नमः शिरम पूजामी सत्यनारायणाय नमः समर्पयामि हरये नमः हरि ओम सुशान्ति समभवतु अब अलिकति बत्ती बालिदिनु ल बत्ती बालिदिनु हरि ओम बत्ती चाहिँ पालामा राख्नु खोइ अहिले हुन्छ त्यसमा राखेर बत्ती बालिदिनु हरि ओम चन्द्रमा मनसो अब घुमाएर त्यो बत्ती उठाएर देखाएर घन्टा बजाउनु चन्द्रमा मनसो जात चक्षु समर्पयामि भयो अब भनेपछि यो लिनु गोविन्द तुभ्यमेव समर्पितम गृहाण सुमुख भूत्वा प्रसिद्ध परमेश्वर हे प्रभु यो लिनु सर देखाउनु नखनाउनु त्यहाँ न प्रसिद्ध परमेश्वर सत्यनारायण अपूर्वम समर्पयामि त्यो ल्याएर खन्याउनु के खन्याउनु बास नारायण फेरि चढाउनु फेरि 3 पल्ट पार्नु फेरि देखाउनु फेरि खन्याउनु फेरि देखाउनु फेरि खन्याउनु भयो अब पल्लो चामल नयाँ नआम्न दही चामल मिसाएको छ प्रभु नारायण भनेर त्यो दही चामल फेरि ती थपिदिनु ओलो के हो दही हो कि के हो दही लिनुहोस् सत्यनारायण आएर ती दहीमा मिलाउनु अब पञ्चामृत कहाँ छ पञ्चामृत शुद्ध पञ्चामृत त्यो कटोरी हो म सत्र शीर्षा पुरुष सहस्र आइज सहस्र पात भूमिको सतृत्वा चेतिषाण साङ्गुलं पुरुखय वेदगुण सर्वजित भूतं जटभानम् उतां तत्त्वश सानो जदण्डे नातिरोहति भगवान् श्री पुराण पुरुषोत्तमायेन एउटा फुल मलाई थुँदिनु त म तपाईँलाई सिकाउँछु अर्को थुँदिनु आएनमा अब यहाँ पूजा गर्नु बाएँ भे बलमदन आएनमा अब ईशाने प्रजापताय नमः भन्नु मध्ये बत्ती बाल्नु तर घुमाउनु वरिपरि बालेर हो लाडो घुमाउनु न कोल्ला हात फेरि फुल चन्दनले पूजा गर्नु हरि ओम सूर्य ज्योति ज्योतिरहने स्वाहा सूर्य ज्योति ज्योतिरहने स्वाहा सूर्य वर्ध ज्योति वर्ध स्वाहा फुल चन्दन चढाउनु अब घुँडा टेक्नु नानी उठ्नु पर्दैन घुँडा टेक्नु अब पहिले गणेशलाई स्वागत गर्नु गणेश जय गणेश घण्ट बजाउनु देवराजले जय गणेश जय गणेश जय गणेश देव माता लक्ष्मी पार्वती पिता महादेव
लड्डुको भौला शान्त गर्छन् सेवा जय गणेश जय गणेश जय गणेश देवा एकदन्त दयावन्त चार भुजाधारी शिरभरि सिन्दुर बोध्ने मुसीको सवारी जय गणेश जय गणेश जय गणेश देवा अन्नलाई आँखा दिने कोरीलाई काया बाँझीलाई पुत्र दिने निर्धनलाई माया जय गणेश जय गणेश जय गणेश देवा लड्डुको त भो लगाई शान्त गर्छन् सेवा जय गणेश जय गणेश जय गणेश देवा हार चढ्छ फल चढ्छ अनि मेवा जय गणेश जय गणेश जय गणेश देवा दुखीलाई सुख दिने सम्मुखा उठोरा इच्छा पुरा गरिदिन्छौ जोठन मनका कुरा हो जय गणेश जय गणेश जय गणेश देवा अब आरती अब भगवान्लाई आरती गर्ने हे प्रभुका चरण उपासक कति कति पार तरे ओम जय जगदीश हरे मनको थाल मनोहर प्रेम रूप बाती भावक पूरथ मङ्गलारती प्रभु भाती ओम जय जगदीश हरे नित निरञ्जन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणगत प्रतिपालक चिन्मय सुखराजी ओम जय जगदीश हरे ओम श्रीजी थितिलय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधा बरसाऊ शरण पर्यौ हामी ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुणानुरूप तिमी हौ नारायण वासुदेव सम्झनु सर्वे रोदे भेटभट बाबुला दिने पर्यो हामीलाई पनि दिनु नारायण निराजन समर्पयामि दाहरू काम हुन्छ भइहाल्यो नारायण नारायण सर्वम परिपूर्णमस्तु ओम शान्ति शान्ति बाबु आरती सेकौँ नारायण अब नानी पुष्पाञ्जली गरौँ बाबुलाई पनि बोलाउँ सफल आइज अब फुल हात जोड्नु यता यता हाम्रो बुढालाई पनि बोलाउँ हरि ओम म आउँदैछु त नारायणाय नमः वासुदेवाय नमः हरि ओम सुशान्ति सुखं भवतु हरि ओम तत्सन्नमः समर्पयामि श्रीमन्नारायणाय नमः पुष्पाञ्जलि फुल हात जोडौँ फुल चन्दन अक्षता मिसाएर हात जोडौँ ओम शान्ति भवतु म पनि थालेँ सेवन्ती रातकुलतं भगवादलाब्दे पुण्य गजाधिपति साल पुष्पै शीतलमालती भीकं पुण्यामि जगदीश्वरमे प्रसिद्ध शान्ताकारं जगशयनं पवनामं सुरेशं विश्वाधारं गरुणसंयुतं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्धानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं वंशीविभूषितकरा नवनीरधारात् पीताम्बराधरणिबिम्बफलोधरस्तात् पूर्णेन्दु सुन्दर मुखाधर बिन्द नेत्रात् कृष्णात् परं किं तत्त्वमहं न जाने अलोकं पुनरीकाशं नृसिंहदर सुदनं ऋषिकं जगन्नाथं भागीशं वरदायकं युगशरगुणातीतं गोविन्दं गरुडध्वजं जनार्दनं प्रधानं श्रीवल्लभं मधीश्वरं सत्यनारायणं देवं वन्देऽहं कामराजं निलयारचितं निश्चयेन तस्मै नमो नमः राम कति राम्रो देखेको तस्मै नमो नमः हरि ओम तत्सन्न वासुदेवाय नमः हरि ओम सखङ्गतक्रं सकिरीटकण्डलं सपीतविश्वं शरत्सिद्धिरक्षणं सहारवक्षतलकोशमं श्रीमं नमामि विष्णु शिरसा चतुर्भुजं एतौ कपालभूषितकरो मालास्तिमालाधरौ एतौ दक्षिणं मम समर्पयामि शरणं प्रपद्ये नारायणाय नमः ॐ देवकीसुत गोविन्दं वासुदेव जगत्पते दैमेतनयं कृष्ण त्वमहं शरणं गतः ओम सूर्यादि नवग्रह देवता ब्रह्मा मुरारे त्रिपुरंधकारी भानु षष्ठी भूमि सुत बुधश्च पुरुष शुक्र शनिराहु केतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु इमानि पुष्पाणि मनोहराणि सुरासुरणमतिदुर्लभानि कल्पाद्रुमादिद्रुमदानि तानि पुष्पाञ्जलिर्मेषु शुद्धाय नित्यं कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि तत् सकलं परस्मै नारायणाय इति समर्पयामि सिद्धिविनायकलाई पुरै फुल वहाँ पठाइदिनु बाँकी रह्यो फुल नारायणलाई चढाउनु समर्पयामि सहित पुरुषोत्तमाय घरमा हेरेर यहाँ थालमा राखिदिनु समर्पयामि सिद्धिविनायकाय नमः बाबु त बत्ती अलिकति उतान्नु न अब जान आएको नारायणाय नमः समर्पयामि हरये नमः अलिकति बत्ती बाबु त दुईवटा बत्ती बालिदिनु अब अलिक तान्नु न तँ पनि मिठाइदिनु ती मिठाइदिनु ती ल अब कर्म पूर्ण हुने आयो ल मिठाइदिनु अब बस्नु आएर फेरि अब पानीले हात पुस्नु एउटा थुङ्गो मलाई दिनु हामी गर्न पाउने असम्भव
वासुदेवाय नमः सिद्धिविनायकाय नमः ब्रह्मणे नमः विष्णवे नमः लक्ष्मीनारायण सत्यनारायणाय नमः हरि ओम नानी अब भगवान्लाई भेटिराखिदिनु दक्षिणा सत्यनारायण एउटा लिनु अब अर्को पनि बाबुलाई दिनु एउटा हात हाल्नु होला हाता बोक्नु हिरण्य गर्भगर वास्तव हेम बीजम विवाह वसनन्त पुण्य फल बत शान्ति प्रय समेत द्रव्याय नमः नारायणलाई राखिदिनु अब ऐना देखाउनु हात ऐना छ भने ऐना देखाउनु नारायण गर्नु यही छ हैन ल आदर्शन मात्र सर मंगल राय सर्व समाज के सत्कृति निर्मलो ज्ञानरो भव भगवान श्री सत्यनारायण हजुर सामर पंखा चाहिने अब पंखा त यही बेला डोले हाल्नु हातले चाहिँ फुलको ठुलो ससंगात र साका हेमटी मिटमा पान गरौँ प्रोत्साह या सुदुरित समरम मर वल्लभ भनेर म समर अर्पण गरिदिनु नारायणाय नमः ओम वासुदेवाय नमः अब अर्घ दिनु अर्घ कहाँ छ अर्घको उयो बनाएको अर्घ यहाँ त्यो अर्घ यहाँ थप्नु न त्यो अर्घ चाहिँ थप्नु होला सजिलै आयो थप्नु थोरै त्यो अहिले फेरि भएर पनि दिनुपर्छ लास्टमा दिनुपर्छ अहिले त दिइहाल्नु त अर्को त्यहाँ यो जलमा यो बत्तीलाई नारायण भएन नारायण अब बाँकी अब भगवान् सत्यनारायणलाई दिनु यतो पदार्थ देवानां पालनाय त तस्मै देवाय सत्याय सगुणाय नमः भन्ने बैठ स्वरूपमा व्यार्गमा रत्नरमया सहितं सत्यनारायण त्यो खोज्दाइदिनु त्यो दुनियाँको छैन ती खोज्दाइदिनु सत्यनारायण त्यहाँ फुल पात्रको फुलपाती ती झारेर त्यो अर्को एक्लै लिएर आउनु यो केराको छ त्यो मलाई साइजमा मिलेर पनि छैन त्यो अब भिडियो हालिदिनु त्यो होइन उसले